हेलो साथीहरु, वेलकम ब्याक माई न्यू भिडियो। स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। अनि आज चाहिँ हामी जान लागेको ड्युटी हैन साथीहरु, हैन दाजु? अब ड्युटी जाने हो। अब हामी चाहिँ ड्युटी जान लागेको। पानी पर्ला जस्तो गरेको थियो, आकाशतिर हेर्नुस् यो पानी पर्ला जस्तो गरेको थियो, तर पानी परेन। अब हामी ड्युटी जान्छौँ साथीहरु। झन् घाम लागेर आज त हेर्नु त, घाम लागेर अनि ड्युटी अब हामी गइरहेछौँ। अहिले चाहिँ त्यही 7-8 बज्यो होला। अनि साथीहरु सबै सन्चै आरामै हुनुहुन्छ होला हैन? आज यही जङ्गल हो हामीले काम गर्ने जङ्गल। अब कति काटिन्छ हेरौँ। आजको यो पानी पर्ला जस्तो गरिरहेछ, फेरि कति काटिने हो। अनि नेपालमा त राजा आउन लागेको छ साथीहरु। अब के कस्तो हुन्छ नेपालमा। अनि हैन दाजु, नेपालमा त राजा आउन लागेर नि त। नयाँ हैन, पुरानै हो नि त। अब नयाँ मान्नु पर्यो। ज्ञानेन्द्र हैन, राजा त हुनु पर्यो। तीनचोटी यो चोटी राजा भएछ त तीनचोटी हुन्छ नि हैन? तीनचोटी राजा हुन्छ नि सायद उनी हैन? उहाँ तीनचोटी राजा हुनुहुन्छ सायद। हेरौँ। तर राजाले पनि अब देश बचाउनको लागि आएको हुन् भने त राम्रै हो। त्यही पनि अब नेताहरू त खतम जातिहरू, के भन्नु खै। नेताहरू त केपी ओलीलाई त देश निकाला गर्नुपर्ने हो साथीहरू। तर यस्तो भन्दा फेरि अस्ति रतन कार्कीलाई पनि झन्डै समातेर लगाएको थियो। मैले भन्दा मलाई पनि फेरि समात्न बेर छैन साथीहरू। के गर्नु, नेताहरूको बारेमा बोल्न पनि डराउनु पर्छ। केही बोल्यो भने, केही भन्यो भने फेरि उहाँबाट नोटिस आइहाल्छ, यसले यस्तो भन्यो भनेर। त्यही भएर बोल्नु पनि हुँदैन सायद, सामाजिक सञ्जालमा बोल्नु पनि हुँदैन होला। यही हो साथीहरू। यो फलहरू हेर्न सक्नुहुन्छ हाम्रो दाजु। यहाँ अब हामी काम सुरु गर्न लागेको होइन। यो हिजो काटेको फल, हिजो काटेको आज उठाएको छैन रहेछ। हेर न, यहाँ अगाडि त पुरा जंगल छ भाइ। यस्तैमा काम गर्नुपर्छ। अब अरु के देखाउने, यहाँ जंगल छ, अरु के देखाउने साथीहरू। अब हामी यो जंगलमा काम गर्ने, मलेसियाको यो फेल्डा कम्पनी भन्ने ठाउँ हो। यो जंगलमा काम गरेर हामी यही जंगलकै भिडियो बनाएर हामी यसमै रमाइलो गरेर काम गर्दै, रमाइलो गर्दै भिडियोहरू बनाउँदै अनि हजुरहरूलाई सक्दो हामी भिडियोहरू सेयर गर्छौँ हैन? ये मलेशिया का खैनी है। ये 3 रिंगिट में मिलता है। नेपाल का 90 रुपया हो गया। अब क्या करेगा, ये खा के थोड़ा देह में फुर्ती बनाना पड़ता है। यो सुर्ती खाएर हाम्रो दाजुले फुर्ती निकाल्नुहुन्छ। फुर्ती डायलग त फेरि नेपालको खतरा नि, सुर्ती खाएर फुर्ती निकाल्ने भनेको यही हो। फुर्ती बनाउने यहाँ त दिन राख्ती दारु खान पनि मिल्दैन। अब हेर्नु साथीहरू, यहाँ हेर्नु न, यहाँ फल, यो फल तपाईहरु उठाउन सक्नुहुन्छ। यहाँ हेर्नु त, यो कम्तीमा पनि 90 किलो होला। 90 किलो होला। 90 किलोको फल, 90 किलोको फल साथीहरू। तपाईहरु 90 किलोको फल यो सरियाको भरमा उठाउन सक्नुहुन्छ। हेर्नु साथीहरू, यो सरियाको भरमा 90 किलोको फल उठाउन सक्नुहुन्छ भने भन्नु भाइ। देख, ज्यान यस्तो भए पनि हैन, ज्यान यस्तो भए पनि पावर चाहिँ लास्टै छ के दाजुसँग। यो सरिया पुरा यता भित्र घुसिहाल्छ भाइ। यो हाटीमा पुरा यो हैन सरिया, यो लचकिन्छ के यहाँनिर राख्दाखेरि। यहाँ देखाउनु त, तर यहाँ बानी परिसकेछ। यहाँ हेर त, निलो दाम परेछ पुरा। निलो भाइ छ, पुरा निलो दाम परे। यो सरिया लचकिन्छ, यति ठुलो फलहरू हुन्छ। कुनै त सानो हुन्छ फेरि, कुनै यो किनकि काट्दा ढिलो हुन्छ अनि कुनै बेला पानी परेर कुहिन्छ र सानो फल हुन्छ हैन? जग्गा पनि बराबर छैन भाइ। हामी नेपाल जस्तै एकदम पहाड छ। पहाड छ साथीहरू। तल एकदम गर्नुपर्छ। यो त हल्का अलि सिधा रहेछ हैन? नत्र भने माथितिर हेर्नु, यो माथिरको त खासै गाह्रो पर्दैन, तलतिर लिएर आउनु पर्यो हैन? तलको चाहिँ पहाडमा त धेरै टोकरी हुन्छ नि, माथामा भिर पनि यहाँ देहमा पनि मिल्छ। यसमा त देहमा पनि सटाउनु मिल्दैन भाइ। एकदम पुरा काटा छ। हेर, काटा। यो रोड हैन? तल तपाईहरु तल हेर्न सक्नुहुन्छ कति तल छ। त्यहाँदेखि बोकेर लिएर आउने हो अनि यहाँ राख्ने हो साथीहरू। हेर्नु, 40 फल उठाए छु, 40 बार आए छु, 40 बार गए छु। 40 चोटी माथि, 40 चोटी तल। त्यही पनि 60-70 किलो, प्रत्येक फल 60-70 किलोको हुन्छ होला। त्यो फल उठाएर तलमाथि गर्दा लगभग 150 फल उठाउनु पर्छ हैन दाजु? 150 फल त लगभग काट्नै पर्यो, किनकि सेलरी आउँदैन हाम्रो त्यति नकाट्दाखेरि। हेर्नु, यत्रो फल उठाएर तल माथि गर्नुपर्छ।
हेर्नु हामीलाई पनि अब यस्तो कामको बिचमा होइन, किनकि अब यहाँ बसहरू आयो भने हामीलाई पनि कराउँछ, काम गर किन यस्तो गरिराखस् भनेर भन्छ होइन। त्यही पनि हामी तपाईँहरूको लागि यस्तो छ काम उस्तो छ भनेर देखाइरहेछौँ होइन। भाइ यहाँ धेरै बङ्गाली छन् कि कम्प्लेन गरिदिन्छ बङ्गालीले, अब यस्तो गर्छन् यो सबै उहाँ गएर बगानमा त्यो भिडियो बनाउँछन्, यस्तो गर्छन् उस्तो गर्छन्। धेरै मान्छे यहाँ हर किसिमको मान्छे छन् के, बसले भिडियो बनाउनु दिँदैन क्या, किनकि लागेको छैन भिडियो बनाउँछ। कहिले कहाँ भिडियो बनाएर कहिले भाइरल यताउता केही भइदियो भने अब मान्छेहरू आउँदैनन्, मान्छेहरू भिजा क्यान्सल गर्छन् भनेर भिडियो बनाउनु दिँदैन क्या हामीलाई। हामी त लुकी लुकी बनाएको, बस अहिले आउँछ होला 12 बजीतिर आउँछ होला, त्यतिखेर हामीले काम गर्नुपर्छ होइन। फेरि कहिले काहीँ लुकेर आउँछ, लुकेर आएर हेर्छ के गरेर राख्ने यिनीहरू भनेर लुकेर हेर्छ। तर त्यही पनि जबरजस्ती चाहिँ छैन फेरि काममा होइन। मजाले बस्यो, मजाले काम गर्यो, रिल्याक्समा काम गर्ने हो, जबरजस्ती चाहिँ छैन। तर भिडियो सिडियो बनाउने अनि जङ्गलमा सुत्न चाहिँ दिँदैन, किनकि सुत्यो भने यहाँ साँप हेर्नु जङ्गलको काम हो होइन, साँपहरू पनि भेटिन्छ साँपहरू। साथीहरू हाम्रो काम सुरु भयो होइन, तपाईँहरूले अब हल्का अलिअलि काटेर अलिअलि सब आदमी साबित नहीं छ। फल तो अरे भाइ हेर पत्ता तो मेरै तरफ आइरहेछ यार पुरै। गिरा ये फल गिर गया, पत्ता देखो तो भाई कितना बड़ा बड़ा पत्ता है यार। ओ अरे यार साबित टूटे। अरे भाई अब तो तरीका साथीहरू यार के भयो यार साबित यार, हेर्नु त यो पात खस्ला यार, काटेको खस्ला जस्तो छ यार यो पात यार। धन्न मतिर आएन यार यो यार, धन्न मतिर आएन यार। हेर्नु त पाइप भाँच्यो र, हेर्नु साथीहरू आज पाइप भाँच्यो यार, के गर्ने यार आज यार। आज दिन खराब रहेछ, धन्न यो पात पनि धन्न खसेर यार झन्डै चोट लाग्यो हामीलाई। पाइप भाँचिँदाखेरि पात झन्डै खस्यो क्या हामीतिर। हेर्नु है अब यति हो आजको काम, के गर्ने। कति 30 फल पुग्यो, एउटा त्यो त झरेन, त्यही अड्की गयो 31वटा होइन। के अनुसार आज 31वटा मात्रै काटियो होइन, दिन्छ होला। के गर्नु पाइप भाँच्यो, गाह्रो छ आज। आजको दिन खराब रहेछ हाम्रो, धन्दा हामीतिर आएन, त्यति मात्रै हो यार। कसरी भाँच्यो यार, म त यसरी तान्दै थिएँ, पाइप पनि खसेको होइन, साबितै खसेर गयो क्या उता, साबितै भात खस्यो। के गर्नु साथीहरू, गाह्रो छ अब, के गर्नु साथीहरू, गाह्रो छ। यही हो हाम्रो, हेर्नुहोस् फल, यही हो काम। ल रोडमा ओइ माटुले के हो यो, जता गयो त्यतै पातहरू खस्छ यार साथीहरू। ए माट आज दिन चोट लाग्ने भनेको छ कि के हो यार, आज धेरै दिन भयो पात नखाएको होइन। यस्तो पातहरू खस्यो भने त कहाँ हुन्छ यार, यस्तो पातहरू खस्यो भने त हाम्रो त दिन खराब हुन्छ यार, 1 महिना छुटाउँछ अहिले त। फल चाहिँ राम्रै भेटिरहेको थियो, के गर्नु, पाइपै भाँच्यो यार। अनि रुमतिर जानु लाग्यो, हेर्न सक्नुहुन्छ गाडी आइसक्यो। हाम्रो दाइहरू अनि साथीहरू छन् तन्दै। अब हामी रुमतिर जान्छौँ होइन। अब काम पनि अब यस्तै भयो आज, साबित भाँचेर अब रुमतिर लगेर जाँदैछौँ। गाडी पनि एकदम ठुलो छ हौ,
एकदम ठुलो गाडी छ होइन। के गर्नु अब रुमतिर जानु पर्यो। यहाँको बाटोहरू हेर्नुहोस् कस्तो छ। गाडी चाहिँ ठुलो छ। यो फल बोक्ने गाडी हो होइन। भर्खर भर्खर फल बोकेर आएको फलको त्यो हेर्न सक्नुहुन्छ। सानो सानो फल बोकेर गुच्छा परेको फलहरू हुन्छ क्या, त्यही भएर यो पाक्यो भने झर्छ होइन। अनि हेर्नुहोस् हामीले काट्ने जङ्गल यही हो। यही जङ्गल हामीले काट्ने। हेलो साथीहरू, यहाँ अब अरू मान्छे 2जनालाई उठाउनलाई यतातिर आएको छ होइन। अनि 2जना अरूलाई यता उठाउँछ। हाम्रो लोकल पारा होइन। यता हाम्रो साथीहरू अगाडि छन्, त्यो अगाडितिर। हामी चाहिँ यतातिर रमाइलो छ साथीहरू। के गर्नु अब रुमतिर जाँदैछौँ हामी होइन। उनीहरू अगाडि 2जना साथीहरू छन् होइन। हेर्नुहोस् अब 2जनालाई चाहिँ यता काट्दैछ र उनीहरूले उठाउँदैछन्। हामी चाहिँ यता छौँ होइन। हाम्रो झापाको यता यसको यता मधेसतिरको हामी सबैजना सँगै काम गर्यो। कोही यतातिर काम गर्यो, कोही तलतिर। अब इन्डोनेसियाहरू यिनीहरू इन्डोनेसियाको मान्छे होइन। गुड apa ini vlog. Hello guys. Hey. Ini kawan Indonesia, from Indonesia kawan. Ubur-ubur ikan lele Indonesia. Ikan lele. Ya. Yिनीहरूको भाषै बुझ्न गाह्रो छ साथीहरू। के गर्नु तर हाइमा हाइ मिलाइदिन्छ। ubur-ubur ikan lele. Ubur-ubur ikan lele. Ubur-ubur ikan lele. Apa ini? Pantun. Saya tak paham. अब हामी रुमतिर जान्छौँ साथीहरू होइन। Ubur-ubur ikan lele kerja le. हेलो अब हामी रुमतिर आइपुग्यौँ होइन साथीहरू। अब अगाडि छ कहाँ जाँदा के हो यो बाटोहरू पनि डन्नै छन् साथीहरू यतातिर। मङ्गेट यिनीहरूको इन्डोनेसियामा चाहिँ मुङ्याक भन्दो रहेछ। हेर्नुहोस् एउटा साथीहरू बाँदरै बाँदर छ हौ यतातिर। त के गर्नु स्वयम्भू जस्तो छ हौ यतातिर त पुरा बाँदरै बाँदर। साथीहरू हाम्रो रुम चाहिँ यता एउटा अगाडि हो होइन। आइसक्यौँ हामी। यही हो हाम्रो बस्ने वासस्थान। हेर्नुहोस् चाबी लिएर आइगएको छ। चाबी चाहिँ यति राख्नु पर्ला। त्यही हो साथीहरू, यस्तो ठाउँमा बसिन्छ होइन हामी।